साथीहरु सबैलाई नमस्कार। म कृष्ण रावल। यो सन्ध्याकालीन समयको सबैलाई सम्झना यो भाजीपालाहरू केलाउँदै गर्दै आजको यो भाजीपाला सम्पूको साग चाहिँ साथीहरुको कसलाई मिठो लाग्छ भन्नु होला। हेर्नुस् पालक पनि छ, यसमा पालक पनि राख्ने हो। आजको हाम्रो भाजीपाला भनेको सबै मिक्स छ। हरियो परियो साग खानु स्वास्थ्यको लागि धेरै फाइदा। यो चाहिँ अरु भन्नु होला। यता मेथीको पनि मेथी पनि छ। पानी आएन यहाँ? नहीं, पानी आएन। कहिले आज बढी? अब पानीको पनि समस्या छ अलिकता। आज पानी बिहानदेखि आएन। मेथी, पालक, चम्सुर को साग प्लस चना पनि, चनाको साग पनि छ, मिक्स छ। आजको हाम्रो तरकारीको डिस बन्दैछ साथीहरु। आगोमा रोटी पनि पकाउने फेरि। हेर्नुस् यो मेथीको सागहरू सबै सागहरू मिक्स गर्दै हामी आजको तरकारी बनाउने छ। अब हेर्नुस् चनाको साग, यो चनाको अब त्यसपछि हामी यसमा प्याज पनि मिसाउने छौं, हरियो प्याज। ल साथीहरु, हाम्रो रोटी चाहिँ पाक्दैछ यतातिर। यो आगोमा हेर्नुस् अर्गानिक दाउरामा पाकेको रोटीहरु। यता माइलीमा पकाउँदै हुनुहुन्छ रोटी। रोटी पाकिसक्यो यहाँ। भिडियो गरेर पनि अझ पनि घर पैसा नपाए घर तालामा चाहिँ हेर्नुस् रोटीहरु पाकियो। यो छाप्रो हेर्नुस्, छाप्रो यो चोयाको
होइन यो रोटीहरू पाक्दैछ। आजको खानाहरू हाम्रो बन्दैछ साथीहरू। ओके ल साथीहरू, खाना तयार भयो आजको यो हेर्नुहोस्, साग रोटी अर्ग्यानिक। यो चाहिँ अब यसको टेस्ट कस्तो होला अनुमान गर्नु होला आफैले। आजको हाम्रो खानाको डिस तयार भयो साथीहरू। अब हामी खाँदैछौँ, हजुरहरूले पनि खाँदै हुनुहुन्छ होला। ल सबैजनालाई धेरै सम्झना गर्दै हामी खाना खाने क्रम जारी छ है। ओके बाई। कमेन्ट गर्नु होला, लाइक गर्नु होला, सेयर गर्नु होला, सब्सक्राइब गर्नु होला साथीहरू। ओके बाई है त।